Hello and namaste to you all. अनि वेलकम टु माई च्यानल. हजुरहरूको हालखबर के छ? मेरो ठिकै छ, हजुरहरूको पनि ठिकै छ भन्ने आशा गरेको छु मैले. मेरो पनि यहाँ छ. ओइ गाइज आज चाहिँ के हो थाहा छ? रिजल्ट. आइएम सो नर्भस. अब मम्मी चाहिँ रिजल्ट लिन जानुभएको छ. अनि त्यसपछि रिजल्टमा हेरौँ के हुन्छ. आई थिङ्क म सबैमा पास छु सायद. हे भगवान् पास गराइदिनुहोस्. हेर्दै जानु होला. अनि आज चाहिँ रिजल्ट भएकोले म धेरै डराएकी छु. मेरो बहिनी चाहिँ बम भएर बसेको छ. त्यसैले मैले त्यसलाई मोबाइल ल्याएको छु नि त, त्यही भएर मलाई डर लागिसक्यो रिजल्टमा के होला. मेरो रिजल्टमा के आयो भनेर हजुरहरूलाई पनि भन्छु. अनि त्यसपछि कति सिट 7बाट नि 8 क्लासमा पुग्न लागेँ म त बिलिभ नै भएको छैन. मलाई चाहिँ सपोर्ट र साथ र सपोर्ट चाहिन्छ. त्यसैले हजुरकै साथ र सपोर्टले गर्दाखेरि अगाडि बढ्न सक्छौँ. अनि त्यसपछि मलाई चाहिँ नभुलिकन लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिकन गरिदिनु होला है. तपाईँहरूकै साथले गर्दाखेरि म अगाडि बढ्न सक्छु. आज बहिनी आएन किनकि त्यहाँ घोस्रो मुटु लाएर बसेको छ. हेर्नुहोस् त बहिनी के भयो? कराउँछ गाइस मलाई. आज चरक्क घाम लागेको छ. हेर्नुहोस् त. अब एकछिनमा रिजल्ट पनि ल्याउनुहुन्छ. मलाई डर लागिरहेको छ लास्ट चाहिँ. रिजल्टमा के हुने होला नि. पानी खानु पर्यो. हिजो त मलाई डर लागेको थिएन. आज कस्तो डर लाग्यो यार. सरी यार म सरी. आज चाहिँ अघि नैसम्म चाहिँ डर लागेको थिएन. अहिले रिजल्ट ल्याउने भनेपछि डर लाग्यो. अब के गर्ने होला. हेर्दै जानु होला. भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला है. मेरो भिडियो चाहिँ आउँदै गर्छ. हजुरहरूले नछुटाइकन सबै हेरिदिनु होला है. अनि मलाई सब्सक्राइब पनि गरिदिनु होला. हजुरकै मायाले गर्दाखेरि म अझै धेरै अगाडि बढ्न सकौँ. म चाहिँ रिजल्ट आएपछि मात्र देखाउँछु है. रिजल्ट कतिखेर आउने डर लागिसक्यो. रिजल्ट आएपछि मात्र देखाउँछु है. कति छिटो 8मा नि पुग्न लागिसक्यो म. आई थिङ्क म त त्यो स्कुल छोड्नु पर्छ होला. मलाई डर लाग्यो. बहिनी किन रिसाएको आज? रिसा आज त. अब मेरो बिदा त धेरै छैन गाइज. यो बिदा पनि कति छ तर 7 क्लास चाहिँ लास्टै छिटो गयो जस्तो लाग्छ मलाई चाहिँ. नत्र अरू दिन जस्तो त होइन नि त. 7 क्लास त छिट्टै गयो जस्तो लागिरहेको मलाई. रिजल्टको टाइम चाहिँ थियो 10 बजेदेखिको. तर अहिले चाहिँ 11:16 भइसकेको छ. अनि मम्मी चाहिँ अघि भर्खर जानुभएको. अनि आउँदै हुनुहुन्छ होला. बहिनी नरिसाउ न. सरी. आऊ मसँग. आऊ भनेको नआउने. तर मेरो पहिला नै को भन्दा फर्स्ट सेकेन्ड थर्ड भन्दा त राम्रै आयो होला मेबी. सोच्छु म रिजल्ट खै मैले त राम्रै गयो जस्तो लाग्छ. तर के भयो होला. टेन्सन हुँदो रहेछ रिजल्ट आउने बेलामा चाहिँ. जहिले पनि सेम टाइम सेम डे. हिजो चाहिँ त्यो के भन्छ शनिबार थियो नि त. अनि त्यसपछि हिजो त रिजल्ट भएन नि त. अनि हिजो पक्कै नि सैटरडे जस्तै भएर होला रिजल्ट आउनुभएको. अनि आज चाहिँ आइतबार छ नि त. त्यही भएर
भएको होला आज चाहिँ रिजल्ट। अब म रिजल्ट आएपछि मात्र देखाउँछु है। फाइनली मेरो बहिनी चाहिँ फर्किसक्यो। सरी इट्स के भन इट्स के भन अबदेखि नरिसाओस्। आची गरेको फेरि मम्मी कतिखेर आउने हो थाहा नै छैन। हजुरहरू पनि एक्साइटेड हुनुहुन्छ मेरो रिजल्ट आउँछ भनेर। म त यत्तिकै एक्साइटेड पनि छु प्लस नर्भस पनि छु नि त। अब के होला पास होला कि फेल होला भन्ने डर पनि हुन्छ। त्यही भएर उता आइरहनु त क्या गाइस। मम्मी चाहिँ आइरहनु भएको छ। बार डर लाग्यो। अब चाहिँ के गर्ने हो। कामदाम फाइनली मेरो रिजल्ट आइसक्यो। देखिदिउँ वाउ मेरो 3.45 GPA आएछ। मेरो चाहिँ रिजल्ट आइसक्यो अनि मेरो 3.5 GPA आएछ अनि A ग्रेड। मेरो त 1 2 3 तिनटामा A आएछ अनि त्यसपछि दुईटामा A+ आएछ अनि एउटामा B+ आएछ। साइन्समा B आएछ। सोसल स्टडिजमा B आएछ। फाइनली मेरो चाहिँ आइसक्यो रिजल्ट। राम्रै भएछ मेरो एक्जाम चाहिँ। तपाईले के भन्नु भएन म्याथको बारेमा? म्याथमा यसपालि त राम्रो गरेछ। यसपालि त राम्रो गरेछ। अनि पढेपछि हुँदैन त भनेको। फाइनली आई गट माई रिजल्ट अनि फुल भिडियो वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई।